नमस्ते सम्पूर्ण मित्रहरू, विकास बोरा करियर कोर्सको यो भिडियोमा तपाईँलाई स्वागत छ र आज तपाईँसँग हामीले लिएर आएका छौँ हाई डिग्री भोक्याबुलरी अर्थात् चाहिँ त्यस्तो किसिमको चाहिँ तपाईँको चाहिँ प्राविधिक शब्दावलीहरू जसले चाहिँ तपाईँको रिटर्न पेपरमा चाहिँ अफकोर्स भ्यालु एडिसन गर्नेछ र चाहिँ यसलाई चाहिँ अलिक सोफिस्टिकेटेड जार्गनको रूपमा सोफिस्टिकेटेड भोक्याबको रूपमा तपाईँले युज गर्न सक्नुहुन्छ। स्पेसली रिटर्न पेपरमा चाहिँ तपाईँले आन्सर लेख्दाखेरि र यसले चाहिँ भ्यालु एडिसन गर्नेछ, किनभने चाहिँ तपाईँको चाहिँ निकै नै जेनेरिक किसिमको निकै नै सरल शब्दावलीले एउटा एक खालको चाहिँ गुड इम्प्रेसन र अर्को भन्दा कम्पिटेटिभ मार्क्स दिने सन्दर्भमा चाहिँ तपाईँको चाहिँ त्यति इफेक्टिभनेस नल्याउन सक्छ र यस्तो किसिमको चाहिँ हाई डिग्री भोक्याबुलरीहरू तपाईँको चाहिँ टपिक वाइज थीम वाइज डिफ्रेन्ट किसिमको हुने गर्छन् र आज चाहिँ हामीले चाहिँ कि यस्तो चाहिँ निकै नै बढी युज गर्न सकिने धेरै ठाउँमा चाहिँ त्यसको एप्लिकेसन भ्यालु भएको 5 वर्ष चाहिँ हाई डिग्री भोक्याबुलरी चाहिँ लिएर आएका छौँ र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब आवर च्यानल विकास बोरा करियर कोर्स। यस्तै कन्टेन्टहरू हामी तपाईँलाई रेगुलर रूपमा चाहिँ पस्किनेछौँ। सो लेट्स बिगिन द भिडियो। र पहिलो तपाईँको चाहिँ भोक्याब रहेको छ, शब्दावली रहेको छ, यो तपाईँले पक्कै सुन्नुभयो होला र सुन्नु भएको छैन भने यसको बारेमा चाहिँ अब चर्चा गरौँ। क्लाइन्टलिजम। क्लाइन्टलिजम भनेको चाहिँ तपाईँको चाहिँ यसको मिनिङ के हुन्छ भनेर चाहिँ सुरुमा गरौँ र यो तपाईँको चाहिँ टर्मिनोलोजीलाई यो टर्मलाई कहाँ युज गर्न सकिन्छ, यसको एप्लिकेसन तपाईँको चाहिँ स्कोप कति धेरै चाहिँ एक्सप्लेन गरिएको छ भन्ने विषयमा चाहिँ हामी फेरि कुरा गर्नेछौँ। क्लाइन्टलिजम भनेको चाहिँ यो शब्दले चाहिँ कस्तो मिनिङ बोक्छ भने यदि तपाईँको स्पेसली पोलिटिकल फिगर अथवा चाहिँ लिडरले तपाईँको चाहिँ यो मान्छे चाहिँ म प्रति लोयल छ, वफादार छ, दिस इज माई हिज अर सी इज माई भोटर भन्ने हिसाबले चाहिँ तपाईँको चाहिँ त्यस्तो रूपमा चाहिँ बुझेर पर्सेप्सन बनाएर यदि ऊ प्रति चाहिँ डिसाइडेड क्यारेक्टर देखाउँछ अथवा बिहेभियर सो गर्छ र सेवाको वितरणमा पनि त्यस्तै किसिमको चाहिँ तपाईँको बायस्ड बिहेभियर देखाइन्छ भने द्याट इज द क्लाइन्टलिजम। यसलाई पोलिटिकल क्लाइन्टलिजम पनि भनिन्छ। पोलिटिकल भन्ने शब्द नराखे पनि क्लाइन्टलिजम, जसको मिनिङ हुन्छ तपाईँको चाहिँ अब पोलिटिकल प्याट्रोनेजको रूपमा पनि यसलाई चित्रित गरिन्छ, संरक्षणवाद भनिन्छ। यदि तपाईँको चाहिँ कुनै राजनीतिक नेतृत्व अथवा चाहिँ कुनै पदाधिकारीले सेवा प्रवाहको वितरणमा तपाईँको त्यहाँ चाहिँ बजेट दिने विषयमा चाहिँ अथवा चाहिँ त्यहाँको मान्छेहरूको कुरा सुन्ने विषयमा चाहिँ यदि यो मान्छे चाहिँ मेरो भोटर हो अथवा चाहिँ यो म प्रति लोयल छ भन्ने दृष्टिले चाहिँ त्यस्तो किसिमको व्यवहार देखाइन्छ, कसैलाई प्रिभिलेज दिइन्छ अथवा कसैलाई प्रिभिलेज दिइँदैन भनेपछि त्यस्तो किसिमको त्यस्तो के भनौँ पार्सियल किसिमको चाहिँ व्यवहारलाई चाहिँ भनिन्छ क्लाइन्टलिजम। दिस इज नट ओन्ली एसोसिएटेड विथ दि तपाईँको चाहिँ पोलिटिकल फिगर्स अथवा पोलिटिकल पर्सनालिटिज, यसलाई चाहिँ हामीले चाहिँ एडमिनिस्ट्रेटिभ ब्युरोक्राटहरूसँग पनि जोड्न सक्छौँ। यदि सेवा प्रवाहमा चाहिँ पब्लिक सर्भिस डेलिभरीमा एउटा ब्युरोक्राटले चाहिँ त्यस्तो किसिमको असमान व्यवहार देखाउँछ र आफ्नो पोलिटिकल एफिलिएसन कुनै न कुनै विचार आस्था उसको हुन्छ र यो पनि त्यही आस्था राख्छ भनेपछि उसलाई चाहिँ तपाईँको सेवा दिने हिसाबले कुनै सहुलियत दिइन्छ अथवा चाहिँ उसको सेवामा चाहिँ शीघ्रता ल्याउने किसिमको चाहिँ व्यवहार देखाइन्छ र यदि चाहिँ अर्को सेवाग्राही जो चाहिँ आफ्नो विचारभन्दा डिफ्रेन्ट किसिमको विचार राख्दछ, डिफ्रेन्ट आइडियोलोजी बोक्दछ भने उसलाई चाहिँ अलिक थोरै नै बढी चाहिँ तपाईँको के हुन्छ त बढी प्रक्रिया झमेलामा पार्ने होइन, अप्ठ्यारो पार्ने किसिमको चाहिँ त्यस्तो किसिमको बायस्ड बिहेभियर देखाइन्छ भने त्यसलाई चाहिँ क्लाइन्टलिजम भनिन्छ। अब यसको एप्लिकेसन भेल्यु हेरौँ। यसलाई कहाँ युज गर्न सकिन्छ भने एउटा भनेको यसलाई युज गर्न सकिन्छ गुड गभर्नेन्समा, सुशासनको चाहिँ ठुलो समस्याको रूपमा हामीले क्लाइन्टलिजमलाई चित्रित गर्न सक्छौँ। त्यस्तै गरी अर्को भनेको तपाईँको चाहिँ ब्युरोक्रेसीमा पनि यसलाई जोड्न सक्छौँ, कर्मचारी तन्त्रको समस्याको रूपमा क्लाइन्टलिजम प्रस्तुत गर्न सकिन्छ। त्यस्तै गरी पब्लिक एडमिनिस्ट्रेसनमा पनि यसलाई चाहिँ जोड्न सकिन्छ। पब्लिक एडमिनिस्ट्रेसनको चाहिँ मौजुदा समस्या के हुन् त अहिलेका भन्यो भने एक्जिस्टिङ प्रब्लमको रूपमा, च्यालेन्जेसको रूपमा चाहिँ अफकोर्स वी क्यान युज दिस टर्म क्लाइन्टलिजम। यसरी चाहिँ यसको चाहिँ स्कोप चाहिँ के छ भने स्पेसली शासकीय चाहिँ पद्धति, सेवा प्रवाहदेखि लिएर तपाईँको चाहिँ कर्मचारी तन्त्र, सुशासन, ब्युरोक्रेसी, तपाईँको यो सबै कुरामा चाहिँ क्लाइन्टलिजम क्यान बी एडेड अर क्यान बी मेन्सन्ड एज अ तपाईँको चाहिँ प्रब्लम यो छ। त्यो पछि अब अर्को कुरा गरौँ। क्लाइन्टलिजम पछि अर्को रहेको छ तपाईँको चाहिँ पोक ब्यारेलिङ। यो तपाईँले शब्द सुन्नुभयो होला, यदि सुन्नु भएको छैन भने अफकोर्स अब यसको चर्चा गरौँ। पोक ब्यारेलिङ बिचमा हाइफन दिँदा पनि हुन्छ। सो पोक ब्यारेल बजेटिङ अथवा पोक ब्यारेल स्पेन्डिङ अर सिम्पली पोक ब्यारेलिङ, यो भने के हो त? पोक ब्यारेलिङ भनेको चाहिँ यसको मिनिङ के हुन्छ भने यो स्पेसली चाहिँ बजेट एलोकेसनसँग, स्रोतको विनियोजनसँग अथवा बजेटिङसँग चाहिँ जोडिएको शब्दावली हो। यसको सिम्पल मिनिङ के हुन्छ भने तपाईँको यदि पोलिटिकल इन्फ्लुएन्सको आधारमा
कुनै ठाउँमा चाहिँ बढी बजेट चाहिँ के गरिन्छ त एलोकेट गरिन्छ र कुनै ठाउँमा चाहिँ कुनै पोलिटिकल तपाईँको चाहिँ फिगरको अथवा चाहिँ त्यो राजनीतिक तपाईँको चाहिँ भनौँ न व्यक्तित्वको चाहिँ कम इन्फ्लुएन्स भएको ठाउँमा चाहिँ तपाईँको त्यो कम त्यो कन्स्टिट्युएन्सीमा चाहिँ यदि कम बजेट जान्छ भने त्यस्तो किसिमको चाहिँ जो प्रवृत्ति रहेको छ त्यसलाई पोक ब्यारेलिङ भन्छ र स्पेसली चाहिँ पोक ब्यारेलिङ कम जाने भन्दा पनि आफ्नो पोलिटिकल इन्फ्लुएन्सको आधारमा आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ त्यो बजेट खन्याउने प्रवृत्ति जो रहेको छ बजेटलाई बढी सेन्टर्ड गर्ने केन्द्रीकृत गर्ने त्यही नै बजेट चाहिँ के गर्ने त बढी चाहिँ तपाईँको भनौँ न पारिने जो टेन्डेन्सी छ द्याट इज द पोक ब्यारेलिङ। अब नेपालको सन्दर्भमा पनि यो एउटा ठुलो समस्याको रूपमा हामीले यसलाई चाहिँ भनौँ न प्रस्तुत गर्न सक्छौँ किनभने तपाईँको चाहिँ हेभीवेट कहलिएका चाहिँ तपाईँको चाहिँ पोलिटिसियनहरूको चाहिँ तपाईँको निर्वाचन क्षेत्रमा चाहिँ अफकोर्स बढी बजेट गइराखेको देखिन्छ अथवा चाहिँ तपाईँ बजेट हेर्नुहोस् द्याट इज द फ्याक्ट होइन त्यो बजेट एलोकेसनको चाहिँ त्यो पछिल्लो ट्रेन्डहरू हेर्दाखेरि चाहिँ अफकोर्स त्यहाँ क्लियर देखिन्छ र यसलाई चाहिँ पोक ब्यारेल तपाईँको स्पेन्डिङ पनि भन्ने गरिन्छ पोक ब्यारेल बजेटिङ अथवा पोक ब्यारेलिङ सिम्पली। र यो कहाँ युज गर्न सकिन्छ भन्नाले चाहिँ हाम्रो चाहिँ यदि सुशासनको आर्थिक आयामबाट हेर्दाखेरि यो इकोनोमिक एस्पेक्टको ठुलो समस्या हो अर्थतन्त्रमा चाहिँ अहिले रहेको समस्याको रूपमा पनि यसलाई राख्न सक्छौँ। अब त्योभन्दा अलि नेरो गर्ने हो भने अझै तपाईँको चाहिँ पब्लिक फाइनेन्सको चाहिँ समस्याको रूपमा पनि यसलाई राख्न सक्छौँ होइन। यसरी चाहिँ यो विभिन्न चाहिँ तपाईँको चाहिँ के छ त विषयसँग चाहिँ यसलाई जोड्न सक्छौँ पोक ब्यारेलिङलाई। आफ्टर पोक ब्यारेलिङ हामी अर्को शब्दमा जान्छौँ त्यो रहेको छ तपाईँको चाहिँ ब्युरोप्याथोलोजी। ब्युरोप्याथोलोजी के हो त यो विषयमा चर्चा गरौँ। ब्युरोप्याथोलोजी भनेको तपाईँको चाहिँ कस्तो टर्म हो भनेपछि यो अब तपाईँको प्याथोलोजीबाट अलि तपाईँले बुझ्नुभयो होला तपाईँको चाहिँ हामी जस्तो प्याथोलोजी ल्याब भन्छ होइन प्याथोलोजीले अलि हेल्थसँग चाहिँ डायग्नोसिस गर्ने कुराहरूलाई जोड्छ होइन। सो अब त्यता नगएर हामी ब्युरो जोडिएको छ। ब्युरोप्याथोलोजी भनेको चाहिँ कस्तो भनेपछि त्यो सबै कर्मचारी तन्त्रमा रहेका ती जति पनि ह्यासल्सहरू छन् तपाईँको चाहिँ त्यो डिमेरिटहरू छन् तपाईँको चाहिँ ब्याड प्र्याक्टिसेस छन् त्यसलाई चाहिँ होलिस्टिक रूपमा हामीले ब्युरोप्याथोलोजीको रूपमा चाहिँ हेर्न सक्छौँ। अब के भनौँ अकर्मण्यताहरू होइन तपाईँको चाहिँ जस्तो ढिलासुस्तीहरू होइन बकपास गर्ने टेन्डेन्सीहरू त्यो प्रोक्रास्टिनेसन टेन्डेन्सीहरू त्यो सबै चाहिँ ब्युरोप्याथोलोजी हो। जस्तो केही इक्जाम्पल हेर्ने हो भने तपाईँको चाहिँ बकपासिङ टेन्डेन्सी यो भित्र हामी राख्न सक्छौँ। बकपास गर्ने भनेपछि जस्तो कामलाई टार्ने होइन त्यो पछि रेड टेप्सहरू हुनसक्छ रेड टेप्स अथवा रेड ट्यापिजम भनौँ होइन यस्ता कुराहरू होइन। त्यो पछि बढी चाहिँ प्रोसेस ओरिएन्टेसनका कुराहरू हुन सक्छन् होइन। सो दिज अल आर द ब्युरोप्याथोलोजिज अथवा चाहिँ एडमिनिस्ट्रेटिभ ह्यासल्सहरू हुन सक्छन् होइन। यु क्यान एड अन तपाईँको चाहिँ यस्ता चाहिँ तपाईँका चाहिँ कर्मचारी तन्त्रका विकृति समस्या होइन यो सबै तपाईँको चाहिँ झन्झटहरू होइन जे कुराहरू छन् जो चाहिँ तपाईँको चाहिँ कर्मचारीको स्पेसली एटिट्युडबाट चाहिँ बनेका हुन्छन् त्यस्तो किसिमको चाहिँ समस्याहरूलाई भन्छ ब्युरोप्याथोलोजी। अब यसलाई चाहिँ अब अफकोर्स ब्युरोक्रेसीका चाहिँ अहिलेका समस्या चुनौतीको रूपमा राख्न सकिन्छ। सार्वजनिक प्रशासनको समस्या चुनौतीमा राख्न सकिन्छ। त्यसपछि तपाईँको चाहिँ शासकीय तपाईँको चाहिँ समस्याको रूपमा राख्न सकिन्छ भने चाहिँ यो ब्युरोक्रेसी एडमिनिस्ट्रेसन होइन गभर्नेन्स सिस्टम यो सबैमा ब्युरोप्याथोलोजी पनि जोडिन्छ। अब अर्को टर्मको कुरा गरौँ। अर्को टर्म रहेको छ तपाईँको चाहिँ मानना कल्चर। मानना कल्चर भनेको कस्तो भनेपछि भोलिवाद भन्छ नि हामीलाई ठ्याक्कै यो भोलिवादै भन्ने चाहिँ यसको उल्था होइन। तर यसको सिम्पल मिनिङ के हुन्छ भने चाहिँ कामलाई चाहिँ टार्ने क्या कामलाई टार्ने प्रोक्रास्टिनेट गर्ने होइन भोलि गरौँला भन्ने टाइपको जो टेन्डेन्सी छ नि तपाईँको चाहिँ नट डुइङ राइट नाउ भनौँ न अहिले नगर्ने क्या गर्ने भन्दा पनि अहिले नगर्ने किसिमको टेन्डेन्सी होइन। यसलाई चाहिँ अब ठिक छ भनेर काम सार्ने होइन कामलाई टार्ने यस्तो प्रवृत्तिलाई भन्छ मानना कल्चर। यो हाम्रो जस्तो नेपाल जस्तो तपाईँको चाहिँ एलडिसी कन्ट्रीहरू स्पेसली साउथ एसिया ल्याटिन अमेरिकाका चाहिँ धेरै गरिब देशहरू अनि अफ्रिकाका गरिब देशहरूमा यो धेरै ठुलो विकृतिको रूपमा रहेको छ मानना कल्चर जहाँका चाहिँ काममा चाहिँ शीघ्रता प्रोम्प्टनेस होइन त्यस्तो किसिमको चाहिँ देखिँदैन। त्यही भएर चाहिँ यो मानना कल्चरलाई तपाईँले अब ब्युरोक्रेसीमा पब्लिक एडमिनिस्ट्रेसनमा अनि शासकीय चाहिँ समस्याहरूको रूपमा चाहिँ अफकोर्स राख्न सकिन्छ।
त्यो पछि हिमालयन कल्चर पछि हामीले चाहिँ आजको चाहिँ 5औं टर्म र अन्तिम टर्मको कुरा गर्छौँ। त्यो रहेको छ आइसोमर्फिक मिमिक्री। अब यसको मिनिङ के हुन्छ भने तपाईँको आइसोमर्फिक भनेको चाहिँ हुबहु भन्ने जस्तो मिनिङ हुन्छ। आइसोको मिनिङ समान भन्ने लाइक मिनिङ दिन्छ त्यसले साइन्समा। आइसोमर्फिक मिमिक्री, मिमिक्री भनेको तपाईँलाई थाहा छ नि, त्यो नक्कल उतार्ने होइन। आइसोमर्फिक भनेको हुबहु भयो, हुबहु नक्कल उतार्ने भन्ने यसको मिनिङ हुन्छ, लिटरल मिनिङ। र यसको चाहिँ हामीले कन्टेक्चुअल मिनिङ पनि त्यही रूपमा युज गर्नुपर्ने हुन्छ। यसको निकै फरक मिनिङ छैन। अब यसको मिनिङ के हुन्छ भने तपाईँको चाहिँ सिम्पली बुझ्नु पर्दाखेरि जस्तो लाइक फेडरलिजममा चाहिँ लाइक इक्जाम्पलको रूपमा चाहिँ युज गर्नु पर्यो भने जस्तो फेडरल लेभलमा, फेडरल युनिटमा तपाईँको चाहिँ सङ्घीय इकाइमा जुन किसिमको चाहिँ अहिले चाहिँ सेटअप रहेको छ, तपाईँको एडमिनिस्ट्रेटिभ सेटअप भन्न खोजेको, त्यो सेटअप अनुसार नै तपाईँको के छ त प्रोभिन्सियल लेभलमा, लोकल लेभलमा त्यस्तो संरचनाहरू विकास गर्ने चेष्टा गरिएको छ। धेरै मेहनत गरेर त्यहाँको चाहिँ एकदमै जेन्युन तपाईँको इन्टेन्सिभ किसिमको सघन किसिमको चाहिँ तपाईँको ओएनएम गर्नुको साटो जुन चाहिँ संरचनाहरू केन्द्रमा रहेको छ, सङ्घीय इकाइमा छ, हुबहु त्यसलाई नै कपी क्याटको रूपमा चाहिँ कपी गर्ने प्रयास गरिएको छ, नक्कल उतार्ने प्रयास गरिएको छ। त्यस्तो टेन्डेन्सीलाई चाहिँ आइसोमर्फिक मिमिक्रीको हामीले उदाहरणको दृष्टान्तको रूपमा प्रस्तुत गर्न सक्छौँ। अब यो त मैले एउटा इक्जाम्पल फेडरलिजमको प्र्याक्टिसको सन्दर्भमा एडमिनिस्ट्रेटिभ फेडरलिजमको आयाममा चाहिँ कसरी जोड्न सकिन्छ भने यति मात्रै नभएर जस्तो हामीले कुनै पनि प्र्याक्टिस अरू कन्ट्रीमा कसरी गइरहेछ त्यही नै जो नेपालमा उतार्ने प्रयास गरिन्छ तपाईँको चाहिँ शासनको सन्दर्भमा अथवा चाहिँ कुनै अहिले ई गभर्नेन्सको सन्दर्भमा होइन, आइसिटीको चाहिँ नयाँ टेक्नोलोजीको एडप्सनको सन्दर्भमा ती सबै ठाउँमा चाहिँ आइसोमर्फिक मिमिक्रीलाई जोड्न सकिन्छ। किनभने नयाँ कन्टेन्ट मात्रै भन्दा पनि त्यो कन्टेक्स्ट जो परिवेश छ हाम्रो त्यो नितान्त फरक हुन्छ। डेभलप कन्ट्री र हाम्रो अवस्था सेम छैन, हाम्रो सिभिक सेन्सको अवस्था सेम छैन, हाम्रो चाहिँ ब्युरोक्रेसीको चाहिँ कर्मचारीमा भएको कम्पिटेन्सी लेभल सेम छैन। हो त्यही भएर चाहिँ हामीले चाहिँ नर्डिक कन्ट्रीको तपाईँको डेनमार्क, नर्वे होइन, फिनल्यान्डको चाहिँ कुराहरूलाई कपी गर्ने हो भने मेबी यताको कन्टेक्स्ट अनुसार हामीले कस्टमाइज गर्नुपर्ने हुन्छ, जुन गरिँदैन त्यो समस्यालाई चाहिँ आइसोमर्फिक मिमिक्रीको रूपमा चाहिँ भन्ने गरिन्छ। सो दिज आर दि आजको चाहिँ हामीले चर्चा गरेका चाहिँ 5वटा चाहिँ हाई डिग्री भोक्याबुलेरीहरू, सोफिस्टिकेटेड चाहिँ भोक्याबुलेरीहरू जो तपाईँको रिटन पेपरमा निकै नै काम लाग्ने छ भन्ने मेरो अपेक्षा रहेको छ। च्यानलमा नयाँ हुन्छ भने प्लिज सब्सक्राइब आवर च्यानल विकास बोरा करियर कोच। फेरि यस्तै युजफुल भिडियो लिएर आउनेछौँ। तबसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। हस्त, नमस्ते।